नमस्ते सबैजनालाई। मैले आज एउटा समसामयिक विषयमा सानो रचना लिएर आएको छु। सबैले सुनेर सक्दो सेयर तथा लाइक गरिदिनु होला। शीर्षक छ होटल हिल्टन। आमा रोइन् किन्न नसकी काठ, छोराको जस्तो रहेनछ उनको आँट। गरिबीको चपेटामा महँगीको लपेटामा रोदन सुनिएको थियो कुनै दिन सदनमा। महँगो काठ बनाउन घर सकिन, महँगो काठ बनाउन घर सकिन। हाँसोको फोराले गुन्जेमान थियो सदन, सुन्न नसकी आमाको त्यो रोदन, सुन्न नसकी आमाको त्यो रोदन। उपहारै दिए किनेर छोराले होटल हिल्टन। सबैको कहाँ हुन्छ र, सबैको कहाँ हुन्छ र त्यस्तो छोराको मन। घर नबनेर के भो, घर नबनेर के भो, आखिर किन्दिए छोराले होटल हिल्टन, आखिर किन्दिए छोराले होटल हिल्टन। धन्यवाद सबैजनालाई।